जब उहाँहरू यरुसलेमको नजिक जैतुन डाँडाको छेउमा बेथफागे र बेथानिया भन्ने ठाउँमा आइपुग्नुभयो, तब उहाँले आफ्ना चेलाहरूमध्ये 2 जनालाई यसो भनेर पठाउनुभयो, तिमीहरूका सामुन्नेको गाउँमा जाओ र पस्ता पस्दै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढेको एउटा गधाको बछेडो भेटाउनेछौ, त्यसलाई फुकाएर यहाँ ल्याओ। कसैले तिमीहरूलाई यो के गरेको भन्यो भने प्रभुलाई यसको खाँचो परेको छ र उहाँले चाँडै फर्काइदिनुहुनेछ भन। तब तिनीहरू गए र त्यो बछेडो खुल्ला गल्लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेटाए र त्यसलाई फुकाए। यहाँ उभिएकाहरूमध्ये कसैले तिनीहरूलाई सोधे, बछेडोलाई फुकाएर तिमीहरू के गर्दैछौ? येशूले अराउनु भए जस्तै तिनीहरूले भने र उनीहरूले तिनीहरूलाई जान दिए। तिनीहरूले बछेडो येशू कहाँ ल्याए र आफ्ना वस्त्रहरू त्यसमाथि राखिदिए र उहाँ त्यसमाथि सवार हुनुभयो। धेरैले आफ्ना वस्त्रहरू र अरूहरूले मैदानबाट स्याउलाहरू काटेर बाटोमा ओछ्याए। अनि उहाँको अघि हिँड्ने र पछि आउनेहरूले यसो भन्दै जय ध्वनि लगाए, होसन्ना, धन्य उहाँ जो परमप्रभुको नाउँमा आउनुहुन्छ, धन्य होस् हाम्रा पिता दाउदको त्यो आउने राज्य, परमधाममा होसन्ना। उहाँ यरुसलेममा आएर मन्दिरभित्र पस्नुभयो अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नु भएपछि अबेला भएको हुनाले 12 जनाका साथमा उहाँ बेथानिया जानुभयो। अनि यरुसलेममा पुग्नु भएपछि उहाँ मन्दिरभित्र पस्नुभयो। अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो। र पैसा साट्नेका टेबिलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरू पल्टाइदिनु भयो। अनि उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनु भएन। अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, के यसो लेखिएको छैन, मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ? तर तिमीहरूले त यसलाई डाकुहरूको अड्डा बनाएका छौ। अनि मुख्य पुजारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौँ भनी उपाय खोज्न लागे, किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भिडले उहाँको शिक्षामा अचम्म मानेका थिए। साँझ पर्दा उहाँ सहर बाहिर निस्केर जानुभयो। बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अन्जिरको रुखलाई जराइबाट सुकेको देख्नुभयो। अनि पत्रुसलाई यो सम्झना भयो र तिनले उहाँलाई भने, रब्बी, हेर्नुहोस्, तपाईँले शराब दिनुभएको अन्जिरको रुख त सुकेछ। येशूले भन्नुभयो, परमेश्वरमा विश्वास राख। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई उखेलिएर तँ समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। जब तिमीहरू प्रार्थना गर्न खडा हुन्छौ तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदिउन्।